भिडियो चाहिँ लास्टै लङ भयो त्यो पनि हेरिदिनु होला होइन म 45 मिनटको भ्लग भइसक्यो पिङ्क सेट लाएर जानुपर्छ कि हो सुन्नु न 45 मिनटको भ्लग भइसक्यो अब हामी दरबार जाने होइन जाने हो अप्पर मुस्ताङ आज जाने भनेको त भोलि पो जानु रहेछ नि अप्पर मुस्ताङ त लास्टै टाढा भयो क्या त्यहाँ यहाँपट्टि हो आज बसेको चाहिँ भोलि जाने चाहिँ अप्पर मुस्ताङ तर अब चिया हातेन चाय दरबार जाने रुम हेरेको सक्नु नि त सानो बेड अनि यहाँ बाथरुम मार्केट आइसक्यो चिया मैले हिजो यो किनेको थियो कि स्प्रेवाला मिठाई होइन अनि त्यो लिएर ठ्याप्प चिया हालिदिएको क्या यहाँभित्र खाएर रहेछ चियाको फ्लेभर नि यहाँ त्यो उस कुन चाहिँ फ्लेभर हो यही उसको यसमै पर्ने त्यो फ्लेभरको नि फ्लेभर आयो त लास्टै लङ भिडियो भयो क्या यार दरबारको चाहिँ अहिले बराबरबाट आएर चाहिँ एउटा भिडियो हाल्छु अनि राति सुत्ने बेला एउटा भिडियो हाल्छ लास्टै लङ भएको भिडियोले यो अहिले बनाइरहेको भिडियो म अहिले पछि राति सुत्ने बेला हाल्छु कहाँ जाने हो कहाँ जाने अङ्कल भोलि कहाँ जाने हो नि भोलि अप्पर मुस्ताङ के अरे अप्पर मुस्ताङ कोराला नाका त्यहीँ बस्ने हो अनि पर्सि मुक्तिनाथ त्यही बस्ने होइन ए आज बस्यो भोलि त्यो हेरेर फर्केर भोलि जुमसुङ बस्ने हिजो वर्ष थाहा ए अनि पर्सि चाहिँ त्यो उता के अरे उता मुक्तिनाथ होइन पर्सि घर फर्किने बेला चाहिँ मुक्तिनाथ सुन्नुभयो होला घरको लागि जानु चाहिँ राम्रो हुन्छ मेरो मम्मी र नानीले टोय जानु भयो मम्मी म तल हुन्छ है सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु होला राम्रो भने सबभन्दा धेरै गरिदिनु होला उयो त धेरै हल्लाउँदो रहेछ क्या नहल्लाई गर्नु पऱ्यो यत्तिकै मलाई भराउनु पऱ्यो अब यहाँ बाटो हिँड्नु होला म त अगाडि देखाउँछु हेर्नु सक्नुहुन्छ बाटो चाहिँ छु 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 अन्त बाटो यहाँ छु नि त त्यही भोलि हामी अप्पर मुस्ताङबाट फर्किने अर्को हिजो जमसुम भर्सेको ठाउँमा जाने अनि मुक्तिनाथ जाने मुक्तिनाथमा नुहाउने चिसो हुने आछु अन्त चिसो फोन नम्बर हेर्न सक्नुहुन्छ 9840591479 फेरि भन्छु 9840591479 मम्मीलाई कुरेको केसो ओहो भित्र कस्तो आनन्द हो बाहिर त्यस्तो चिसो छ नि रोक्न एकचोटि म पुस्छु
मम्मी आउनु न मम्मी आउँदैछ भोलि चाहिँ अर्को सेट लाउनु पऱ्यो ब्लू सेट नाइकी टिचको कत्रो ठुलो ठाउँ चाहिँ देख्न सक्नुहुन्छ कत्रो यस्तै देख्न सक्नुहुन्छ हामी जानु लाग्यो जाऊँ मम्मी मोबाइल त चल्दै नचल्ने हुनुहुन्छ झ्याप्पै यस्तो चिसो हो नि कोही त झ्याप्पै मोबाइल आफै स्विच अफ भइदिएको चार्ज लास्टै छिटो खाइदियो ल चाहिँ स्कुलका दाइ गरे सक्नुहुन्छ तर त फेरि आउनु न मम्मी मम यहाँ हेर्नु बल्ल मुल्ल फोटो खिच्दै हेर्नु यार म त गएँ मम्मी म गएँ है मम्मी म गएँ है फोटो सुट चलिरहेको फोटो कति चिसो त यार यस्तो भित्र जाने आहा गोजीभित्र हात हाल्नु पऱ्यो एउटा भिडियो बनाउनु पऱ्यो बाटो यस्तो अफरोड छ नि अच्छो नि छ यहाँबाट मुनि के थाहा छैन मलाई त हाम्रो बस चाहिँ एउटा बस फेरि पङ्चर भएको थियो फेरि एउटा ठाउँमा अड्कियो पङ्चर गरेर बनायो फेरि एउटा ठाउँमा अड्कियो क्या उता जानु रहेछ गयो त ल ए उताबाट जानु रहेछ अनि फर्किँदाखेरि यो घुमाउनु पर्छ त्यस्तो काट्यो नि मेरो हात यस्तो फुट्यो फोटो खिच्दै हुनुहुन्छ त्यहीँ म बोलाएको आउँछ भनेर जानु त बोलेर आउनु मम्मी मम्मी दाइ छैन पछाडि जानुलाई यहाँभित्र नि त कस्तो जाडो हो यार गोबालाहरू यार गोबा छ गोबा यस्तो जाडो त यति कपडा लाएर पनि भएन हेर्नुहुन्छ यो भयो लामबाउली हो यो यसको चाहिँ थर्मो गर्छ नि यत्रो बाक्लो ज्याकेट लाने यस्तो भइरह तल गएमा 4वटा प्यान्ट राख्यो 4वटा हात राख्यो पेन्टी अनि फुटबलको जर्सी अनि त्यो थर्मोकोटको त सेट लगायो होइन ट्राउजर भयो चाहिँ थर्मोकोटको अनि कहाँ हो दुईवटा बाटो हो यता एउटा यता
अङ्कल यहाँ मान्छेहरू धेरै जानुभएको छ तल जानुभयो सुनेर थाहा पाइयो जस्तो पुरानो पुरानो घर छन् नि यता जानु भयो के भयो यस्तो टनल जस्तो के हेर्नु त यस्तो टनल जस्तो यहाँको बाइकहरू कस्तो खतरा खतरा यार क्रस भएर खतरा मोडी खाइहाल्ने अनि एउटा त्यो स्प्लेन्डर नर्मल बाइकमा त त्यो ओछ्याएर के राख्यो अनि त्यो के चिसो नबस् भनेर सिटमा के तन्ने हो के राख्न राखेर अलिपछि म देखाउँछु होइन यहाँको मान्छेहरू हेर्न सक्नुहुन्छ कम्प्युटर मोबाइल सेन्टर यहाँ त नर्मल 50 खाले लेज कुरकुरे त 100 यार चिजवाला एउटा ठाउँमा 80 रहेछ त्यहाँ इन्डिया 100 यार एउटा चिप्सलाई छिटो अगाडि जाऊँ आमा भन्ने जानबाट जाऊँ छिटो जाऊँ नबसौँ रे हिंसा नगरौ हिंसा नसहौ अरूमाथि हिंसा भएको देखेमा पनि चुप्प नाकेर नबसौ फर्म दोकानहरू हेर्न हुन्छ गइसक्यो यार यहाँ चाहिँ के हो यो नाम चाहिँ थाहा छैन मलाई रोयल पुलिस के हो राजा हो यस्तो रमाइलो जाम न भ्यू टावर जाम भ्यू टावर जाम आमा भ्यू टावर जाम यहाँ मेरो आमा हाय बाबु हेलो हामी राजाको दरबारमा आउँदैछौँ राजा आमा दरबारी बाबु नेपालकै दरबार विभिन्न टावर हजुर आमा नेपालकै राजा हो र भोटे राजा अरे भोटे राजा अघि देखाएको मैले हो अलि उता भनेको के अरे कति ठुलो एरिया है कसरी घुमेर आउनु बाहिर हेरेर आउनु यता अलि यता नि जान्छ मलाई नि यता यिनीहरूको नाम के हो आमा बिचाराले जो यिनीहरूको नाम के हो अरे ए यो के भन्छ यता यता क्या आमा यता चौतालमा जाऊँ आमा अघिको त्यो के हो र त्यो अघिको राजाहरू अरे होइन क्या गाई हो कि के हो त्यो गाई हुन् गाई कस्तो चिसो कसरी बस्न सक्दैन त्यतापट्टि अरे भिउटावर यता अघि यता चौतालमा वेलकम टु यता होला यता भ्यू टावर कता हो नि भ्यू टावर यतातिर सहयोग गरिदिनु छ यतापट्टि कति हिँड्नु पर्ने यार मोबाइल देख्छु भ्यू टावर यो अरे यहाँ भित्र जाने हो र यहाँबाट माथि जाने हो होइन टावर त अर्कै हुन्छ अरे के छ यस्तो हिँड्ने बिचारा भ्यू टावर
यहाँ लक्लाहा माथि लक्लाहा छैन भिउटाको त टाढो हो केही नि होइन यहाँ भिउटा यस्तो पुरै फुटेको बालुवा बालुवा ढोकालाई दिएको मैले यस्तो स्यास्या भयो भने यति हिँड्ने है ओके 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 यति माथि जानेमा स्यास्या भइसक्यो ओके हामी हेर्न जाने हामीलाई नरोक्ने ल ल दिनु हामी हेर्न जाने हामीलाई नपखेको अवस्था होइन जान्छ ओके हामी दुईजना उकालो चढेर त्यत्रो सिँढी चढेर गयौँ यस्तो यहाँ हजुर यस्तो राम्रो रहेछ हजुरलाई भन्नु मलाई नि एकदमै राम्रो लाग्यो दिव्यानलाई ल्याउनु पर्ने रहेछ जस्तो जस्तो लागिरहेको थियो नि दोकान छ जाने थियो नि त दिव्यानी चाहिँ मेरो दिदी हो दिदी जाम 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 म त जान्छु म त हिँड्दैन फोटो सुटो भिउटा खोज्नु फोटो नहिँड्ने नहिँड्ने फोटो नहिँड्ने यहाँबाट रहेछ त टपमा गएर हेर्ने रे फोटो त नखिच्नु है यहाँ त के भन्यो भन्दा यु क्यान सी द नियर भिलेज एरिया एन्ड द माउन्टेन भ्यू फ्रम रुफ टप यहीँबाट त जाने गइदिन्छु एक्लै पार्नु होइन भनेको त यहाँबाट त यता निस्किन्छ हेर्दै जानु है त मम्मीहरूबाट निस्किन्छ के रहेछ केही होइन त हजुर जानु दिनु पर्यो भित्र तातोवाला लिङ्ग त पाउँछ एउटा मात्रै खिच्यो मम्मी मम्मी जाऊँ न भिउटा खै राजा दरबारी आयो यहाँ निस्किने कि यतै जाने हो राजा हेर्ने त काठमाडौँ जानु तिम्रो दरबार हेरेन होइन तिमीलाई हेर्न आएको भनेर जाने त्यही फोटो तासे हो खा हो क्या दरबार त्यही हो टप रुफबाट हेर्ने रे भिडियो अनि माउन्टेनहरू माथि टप रुफ कहाँ हो मान्छे अलि माथि जाऊ खै माथि टप रुफमा गएर भ्यू हेर्ने रे त्यहाँ बोर्डमा लेखेको
अलि दुईटा औँला यसरी भाँच्छ न यसो अलि हो पहिला पछि अब होटलतिर गइसक्यो उस गरौँला है त भेटौँला बाई यो चाहिँ अहिलेसम्म देख्नको चाहिँ यो पुरै रहेछ है राजाको दरबार अहिले काठमाडौँमा नि अहिले नयाँ राजा हुनुहुन्छ होइन हामीले भुटियाहरूको राजा हेरेको होइन गाईहरू गाईलाई भित्र राख्ने त्यही देखाउनु हो के अरे भोलि हामी चाइना र नेपालको बोर्डरमा नि जान्छौँ होइन त्यही भन्न थियो म चाहिँ यो घुमाउँछु भनेको अब चाहिँ घुमाउँछु यस्तो धेरै भने रक्षाकर्मी भगवान् होइन घुमाएर ल्याइयो अब त हामी होटलतिर राख्दै होइन अघि नैको भ्लग हेर्नु होला हजुरहरूले होइन हेर्नु होला अनि सब्सक्राइब गर्नु होला धेरैजनाले हेर्नुहुन्छ सब्सक्राइबै गर्नुहुन्न बजार छ रे बजार घुम्न जाने रे गाइस आजलाई यति नै गरौँ यार लास्ट लङ भिडियो कहाँ फेरि बजार हेर्नु आजको लागि यति नै भोलि बिहानको भ्लगमा हेर्नु होला यो भ्लग चाहिँ भोलि बिहान हेर्नु होला है त ल अघि घुमाउँछु गएको पुरै भोलि बिहान हुन्छ यता हजुरहरूले हेरि त हेरिसक्नुहुन्छ भोलि अहिले यहाँ 6 बज्न 3 मिनट लाग्यो ल त्यही भन्नु थियो अहिले आजको लागि यति नै भोलि बिहान हेर्नु यो भ्लग चाहिँ ल बाई यही हेर्नु बाइकहरू बाइक ल ठिक छ यहीँ हजुर कहाँ नजाने त्यो चिनेको दाइ नै हो कि अस्ति नै देखेको थिएँ मैले दाइलाई बजार कोही नै गएको छैन म गरेँ क्या नि त्यहाँ हेरौँ न यस्तो बजार हेरौँ यहाँको भोलिपल्ट जाने चाइना र फाल्के मेरो मम्मीहरू कोही नि आउनु भएन ल ल बजार छोड्दिनँ जानु एकजना जानु कोही जानु भएन म त गएर हेर्ने मन चाहिँ पुलिसहरूको क्यालमेरको छ जाने हामी मलाई हेर्नुहुन्छ ल बाई